हेलो गाइज, आज चाहिँ हामी गेम खेल्दैछौँ। कस्तो छ हेरेर प्रतिक्रिया दिनु होला, मनोरञ्जन लिनु होला। अब चाहिँ हामी गेम खेल्दा सुरु गर्दैछौँ। चिन्ह गरौ है, मान नगरौ। परमिसन भने त बराबर यस्तो रियौ। परमिसन भने स्टप कहिलेचोटि भन्ने बोले भन्ने? भन तिमीले भन 5 चोटि। ओए चिटिङ गरि क्या? ओए त्यहाँ भिडियो हेर्न पाइन्छ फेरि तिमीलाई चाहिँ पिट्ने हो जति जति बिगार। ल फेरि भन तिमीको। अब कसको पालो? सारा सुस्ता नै मलाई नि। मेरो स्टप 40 ल सबै तक भने 1 2 3 गो। म जस्तै भन नि पाएर त। स्टप 6 चोटि ल। ल सपना दिदी भन। इडले आने 1 2 3 गो ल। चिन्ह गरौ है। मम्मीले आना भने सपना के भन? चिन्ह गरौ। ए म सबै यो 12 चोटि। 10 चोटि एउटा धेरै पानी हालेको। होइन 20 धेरै आनी क्या ल कस्तो टर्न? मम्मीको टर्न। होइन सपनाको। ल 1 मम्मीले आना भने चाहिँ के तँ आन्टी भन्नु के? इस्टा गर्नु भने इस्टा गरि। रुक भयो ल। ल फेरि चिन्ह गर्नु ल है। 1 2 3 ल भन्न एकैछिन पछि। स्टप। चटी 2 चोटि। ओए तिमीलाई कति परेको र? ल स्टप कति? 3 चोटि। ए म त हेर्न अब मेरो पालो ल 1 2 3 अनि ढिका ढुक्काले ढोकाले भन्नु। स्टप 7 बल्ल पर्यो। ल अब मेरो पालो। सबिताको पालो। रुक है यसो। स्टप 8 यो सबैले के सुस्त बिडी है? हो सुस्त नगर। मम्मीले सुस्त ए बराबर। अहिलेसम्म गाली गरेको रिस पस्यो नि त। मम्मीले रिस एगला पनि हो सुस्त र धेरै नगर। त्यही भएर मलाई नि गर्दै थिए। म त हेर्नै बिर्सिरहेछु। अब मेरो बस आँखाले भन्दै कि सपना दिदी पालो 1 2 3 गो। स्टप 1 चोटि। घरमा मलाई त गाली खाली सही मगरी भएर क्या हो? पिटान मन लाग्यो। होइन कि त्यही नि फेरि यहाँ तिम्रो अब तिमीले गर्न मन लाग्यो तिम्रो जाऊ। नै भन्न अब पूजा आन्टीको पालो है। सपना दिदीको। ल भन्नु ल। भने दुई चोटि आन्टी भन्नु है। स्टप रे। यी आन्टीलाई त स्टप 10 चोटि भन्नु। 10 चोटि। बाबा परमिसन पालो। ल स्टप दुख भयो त। 14 चोटि। मलाई 1 चोटि मात्र भने। चिन्ह गरौ है। अయ్యో ल अझ कसको टर्न? मेरो रुक है। स्टप 3 चोटि। सादा खाना नपाउने छैन। मलाई होइन अरे सबिताको पालो ल 1 2 3 गो। ए मेरो ल। भन छिटो। रुक रुक 3 चोटि। स्टप न 2 चोटि भन अब। ल फेरि भन छिटो गो। स्टप 4 चोटि। 4 मलाई धेरै पिटी खानु। अन्टी पछाडि गएर के बत्ताले यसो गराउँछ अब। परज मे खान्छ। तपाईले पिट्नु। परज हामीलाई पिटेर छोरीहरूलाई पिटेर गई भयो। यसो रिगाउनु है यहाँ सबैले। अब जान्नु। उठ यसरी चो। खोइ त मुखै ल लगी स्टप भनिदिए आमै। यसरी यसरी गाउनु है। हामीले थाहा पाउँछ फेरिको हाम्रो टाउको माथि छ। चिन्ह गरौ है। सानोबाट तिम्रो है पालो सुरुमा प्राइजमा को ल। 1 चिन्ह गरौ है। 1 2 तिम्रो अनि भाइ नगर्नु ल। 1 2 3 4 5 गो। मलाई स्टप
कसलाई पिट्ने ल भन कसरी सबैको टाउकोमा सुस्तो सुस्तो गर्नु हैन म जान्दिनँ भाइ जान्छु यहाँ यस्तो गर्नु यस्तो इष्ट भन्छ निले अनि जस्तो टाउकोमा चाहिँ अत्तर हुन्छ त्यसैले डाङ 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 नम्बर भन्छ नि त यसैले पिट्ने ल यसैले पिट्नु 1 2 3 4 go ल सुस्त है कसको टर्न भेदभाव गर्न नपाए कतिचोटि भन ल अब पर्मिसन गरे कतिचोटि भन्नु पर्मिसन गर स्टप 8 खाली पुरा धेरै पर्छ सिस्टम ल अब मेरो बात स्टप 5 सबै तक ल स्टप 11 कमेडी छिटो हान्नु न अलि म डेममा पार्नु के त्यसको अब सपना दिदी स्टप 5 चोटि किनैको बदला ल फेरि प्राइज माग्नु भाइ ल 1 2 3 को उसले पनि गाली गर्यो अब पर्मिसन स्टप 6 चोटि सर्दा अब मेरो भन्नु स्टप 7 चोटि मलाई धेरै परेको तर ल ल स्टप 9 चोटि एक पल्ला खाइ ल अब सपना दिदी जिम्मा गरौ न र पेर्ली सपना दिदी भन्नु स्टप परेमा हेर्छ पेर्ली सास भाडा नबाजेको फल भाडा भाडा मात्र आधा मान्दिनँ मैले भाडा ल कसको टर्न हो पराइजमा स्टप 5 चोटि पेली नरे मम्मी मम्मी एनीको सुस्ताना मलाई त पनि सानो है ओके भन्न भने जस्तो भन्नु मलाई यहाँ गेम हान्नु के गर्ने हामी ड्याम पार्नु म तपाईले त्यो निकालेको यहाँ छाम्मे पर्मिसन पर्मिसन यसो गरे हुन्छ है थाहा पाइयो माथि आडुको आउनु तिमीले हेरिहाल क्या पेर्ली हैन नयाँ किन फाइदै पाइन्छ कपाल छोइएर ल यस गर्ने ल के पिसा ल स्टप 7 चोटि भन्नुमा त्यसरी पिटाए पर्मिसन सबै अब यसपछि मैले ल म यहाँ कोही नगाडो स्टप 5 चोटि मैले खाली पर्मिसन ल सबिता ल 1 2 3 4 ल स्टप 3